नमस्ते। आज हामी एउटा निकै रोचक विषयमा कुरा गर्दैछौँ। हाम्रो आजको प्रस्तुतिको केन्द्रबिन्दु रहेको छ हिन्द महासागर। परीक्षाको तयारी होस् वा सामान्य ज्ञानको भोक, यस विशाल जलभण्डारका रोमाञ्चक तथ्यहरू आज हामी स्पष्ट रूपमा उजागर गर्नेछौँ। आजको यस प्रस्तुतिमा हामी मुख्य रूपमा 5वटा कुराहरू हेर्नेछौँ। परिचय र अवस्थिति, यसको आकार र गहिराई, नाम र उपनामहरू, यसमा मिसिने नदीहरू, अनि टापु र हावापानी, र अन्त्यमा एउटा छोटो सारांश। विश्वको तेस्रो ठूलो महासागरको कुरा गर्दा बाहिरबाट हेर्दा यो जति शान्त देखिन्छ, यसभित्र त्यति नै ठूला रहस्यहरू लुकेका छन्। ल त अब ढिला नगरी यसको गहिराईतर्फ लागौं। सुरु गरौँ पहिलो खण्डबाट, परिचय र अवस्थिति। सबैभन्दा पहिले एउटा अति महत्त्वपूर्ण कुरा नोट गरिहाल्नुस् है। यदि परीक्षामा नेपालबाट सबैभन्दा नजिक पर्ने महासागर कुन हो भनेर सोध्यो भने त्यसको एउटै उत्तर हुन्छ, हिन्द महासागर। अब यसको वरिपरि के छन् त? यसको उत्तरमा एसिया महादेश छ, दक्षिणमा अन्टार्कटिका, पूर्वमा अस्ट्रेलिया र पश्चिममा अफ्रिका महादेश पर्दछ। यसको विशालता साँच्चै कि चकित पार्ने खालको छ। करिब 7 करोड 35 लाख वर्ग किलोमिटरमा फैलिएको यो महासागरले पृथ्वीको कुल जल सम्पत्तिको 20.5% अर्थात् 20.5% भाग ओगटेको छ। यो भनेको असीमित पानी हो। यसको भौगोलिक सिमानालाई राम्रोसँग नियालेर हेर्ने हो भने यसले ठ्याक्कै अङ्ग्रेजी अक्षर यु जस्तो वा भनौँ अर्धवृत्ताकार स्वरूप बनाएको देखिन्छ। यो विशेष सेमी सर्कुलर आकारले नै यसलाई अरू महासागरभन्दा बिल्कुलै फरक र पहिचान गर्न सजिलो बनाएको छ। अब जाउँ दोस्रो खण्डमा, आकार र गहिराई। सतहको कुरा त भयो, तर छालहरूमुनि लुकेको असली संसार अझै कति विशाल छ भन्ने कुरा गहिराईमा नपुगिकन अनुमान गर्न पनि गाह्रो हुन्छ। यहाँनिर एउटा निकै रमाइलो विरोधाभास छ जुन धेरै पटक सोधिने पनि गरिन्छ। क्षेत्रफलको हिसाबले हेर्दा यो विश्वको तेस्रो ठूलो महासागर हो, तर गहिराईको कुरा गर्ने हो भने नि यो पृथ्वीकै दोस्रो गहिरो महासागर बन्न पुग्छ। अचम्म छ होइन त? समुद्री सतहबाट तल जाँदै गर्दा अनगिन्ती भिराला चट्टान र गहिरा खाडलहरू भेटिन्छन्। समग्रमा भन्नुपर्दा यस महासागरको औसत गहिराई 3900 मिटर रहेको छ। औसत गहिराई त हामीले थाहा पायौं, तर सबैभन्दा गहिरो बिन्दु चाहिँ कुन हो त? त्यो हो जावा ट्रेन्च। इन्डोनेसिया नजिकै रहेको यो खाडलको गहिराई 7450 मिटर छ। यो अङ्क त दिमागमै सेट गरिराख्नुहोला। अब पालो तेस्रो खण्डको नाम, उपनाम र पहिचान। के तपाईहरूलाई थाहा छ, यो मात्र एउटा यस्तो महासागर हो जसको नाम कुनै देशको नामबाट राखिएको छ। हाम्रो छिमेकी देश भारतको पुरानो नाम हिन्दुस्तानबाट यसको नामाकरण भएको हो। अझ रोचक कुरा त के भने प्राचीन संस्कृत साहित्यमा यसलाई रत्नाकर अर्थात् रत्नहरूको भण्डार भनेर पनि चिनिन्थ्यो। यसका केही निकै प्रख्यात उपनामहरू पनि छन्, जस्तै यसलाई मनसुनी महासागर भनिन्छ। अरू महासागरको तुलनामा न्यानो हुने भएकोले तातो महासागर पनि भनिन्छ। त्यस्तै जमिनले धेरैतिरबाट घेरेको हुनाले बन्द महासागर र प्रशस्त खनिज तेल पाइने हुनाले यसलाई तेल पाइने महासागरको रूपमा पनि चिनिन्छ। एकातिर चर्को घाम र न्यानो पानी छ, अर्कोतिर तेलका विशाल खानीहरू छन्, र सँगसँगै मनसुनले ल्याउने अशान्त मौसम पनि यही छ। यी सबै कुराले गर्दा हिन्द महासागरलाई तातो र एकदमै सक्रिय प्रकृतिको मानिन्छ। अघि बढौँ चौथो खण्डतर्फ, नदी, टापु र हावापानी। महासागरमा मिसिने नदीहरूको कुरा गर्दा गङ्गा, ब्रह्मपुत्र, सिन्धु र युफ्रेटस जस्ता ठूला नदीहरू प्रमुख रूपमा आउँछन्। अनि टापुहरूको सन्दर्भमा यस महासागरको सबैभन्दा ठूलो टापु भनेको माडागास्कर हो। माडागास्कर सबैभन्दा ठूलो भए पनि अर्को एउटा सानो टापुको छुट्टै विशेषता छ, त्यो हो जन्जिवार टापु। यो टापु कृषि उत्पादनका लागि यति प्रसिद्ध छ कि विश्वमै सबैभन्दा धेरै ल्वाङ अर्थात् क्लोभ यही उत्पादन हुन्छ। एउटा सानो टापुले विश्व बजार नै ओगट्नु सानो कुरा होइन। हावापानी र मौसमको कुरा गर्दा एउटा शब्द सधैँ याद राख्नुपर्छ, साइक्लोन। यस क्षेत्रमा चल्ने अति नै विनाशकारी र घुमाउरो आँधीलाई साइक्लोन भनिन्छ।
यसले यहाँको मौसमलाई निकै चुनौतीपूर्ण र बेला बेलामा खतरनाक पनि बनाइदिन्छ। अब हामी हाम्रो अन्वेषणको अन्तिम खण्डमा आइपुगेका छौं। अन्तिम सारांश। यस छोटो तर जानकारीमूलक प्रस्तुतिमा हामीले हिन्द महासागरको भौगोलिक अवस्थिति, यसको गहिराई, प्रमुख नदी, टापु र यहाँको हावापानी जस्ता सबै मुख्य अवधारणाहरू सफलतापूर्वक समेटेका छौं। यी सम्पूर्ण मुख्य तथ्यहरूलाई एकमुष्ट हेर्दा क्षेत्रफलमा तेस्रो, गहिराईमा दोस्रो, नेपालबाट सबैभन्दा नजिक, सबैभन्दा गहिरो बिन्दु जावा ट्रेन्च, सबैभन्दा ठूलो टापु माडागास्कर र ल्वाङ उत्पादनमा चर्चित जन्जिबार टापु। यति कुरा बुझेपछि यो विषयका लागि लगभग पूर्ण तयारी भयो भन्दा हुन्छ। आज हामीले हिन्द महासागरको बारेमा धेरै कुरा जान्यौं, तर अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। एकातिर चारैतिरबाट जमिनले घेरेको बन्द आकार, अर्कोतिर विनाशकारी साइक्लोनहरू। यस्तो अवस्थामा त्यो ৭,४५० मिटर गहिरो जाका ट्रेन्चभित्र विज्ञानले पत्ता लगाउन नसकेका अझै कस्ता रहस्यहरू लुकेका होलान्? यसबारे सोच्दै गर्नुहोला। आजको प्रस्तुतिबाट म बिदा हुन्छु। नमस्ते।